यसको वास्तवमा कुरा सुरु गरौँ। पहिला त यहाँहरूलाई म के भन्छु भने मेरो चाहिँ धन्यवाद। अनि धन्यवाद चाहिँ औपचारिकताको लागि होइन, मेरो पछाडिको दुई ठाउँलाई छाती छुवाएर, किनभने तपाईँहरूले पढेर उत्साह नबढाइदिनु भएको भए चाहिँ मेरो पसल चल्ने नै थिएन होइन। त्यस कारण कस्टमरलाई धेरै किसिमले भन्यो भने पाठकको रूपमा आएको कस्टमरलाई त मैले रेस्पेक्ट गर्नै पऱ्यो है। अनि यो विमोचनको कुरामा चाहिँ के हो भने वास्तवमा कसैलाई गराउने भनेर धेरै सोचेँ मैले आफूले पनि मनले यस्तो आदर गरौँ न, आदर गर्ने मान्छेलाई पाउँ भन्दाखेरि वास्तवमा मैले पाउन गाह्रै भयो क्या, गाह्रै भयो। अनि अब पाइन्छ गाउँमा पाइन्छ, तर उहाँहरूले मेरो किताब त बुझ्नुहुन्न फेरि कस्तो अप्ठ्यारो छ नि होइन। अनि पढे लेखा मान्छेको उसको पछाडि के ब्याकग्राउन्ड छ, के विवादको मान्छे हो थाहा छैन, ल्याएर गराइदियो मलाई फेरि बिल्ला आउला यो पनि त्यहाँ मिलाएर छ भनेर होइन। यो त डराउनुपर्छ आजभोलि। त्यसै भएर मैले नै अलिक पछाडि हटेर विमोचन गराउने कुरामा चाहिँ कुरा गर्दाखेरि मलाई अब म यसो बुझ्छु कि किताब त निस्केको छ, तर देशमा धेरै कुराहरूको प्रसङ्ग छ है। तपाईँहरूलाई अरू कुरा पनि सुन्नु मन लाग्यो होला। किताबमा नै आउँछु, तर अलि अरूबाटबाट मलाई दुईवटा नाम विदेशी नामको सम्झनामा आइरहेको छ। एउटा टेगोरको, एउटा डायोजिनसको होइन। टेगोर तपाईँलाई रविन्द्रनाथ टेगोर थाहा छँदैछ, वेस्ट बेङ्गालको कवि, खास गरी गीताञ्जलीको नामले बढी चर्चित, गीताञ्जली किताबको कारणले। उनले एक लाइन के भनेको छ भने जीवनभर सरस्वतीको साधना गरेँ, तर जब सरस्वती आएर मेरो जिउरोमा बसिन् त्यति बेला म जान लागेँ। अनि अहिले यस्तो लाग्छ कि हामी चाहिँ 7 सालपछि हामीलाई अलिकति एक्सपोजर मिल्यो, हामी नेपालभन्दा बाहिर गयौँ, धेरै ठाउँ देख्यौँ हामीले। त्योभन्दा अगाडि हामीलाई अलिक प्रतिबन्ध जस्तै थियो। अनि परदेश लागेको मान्छे भनेपछि तपाईँहरूलाई थाहा छैन होला, परदेश लागेको मान्छे भनेपछि ठुलो बेइज्जत मानिन्थ्यो हाम्रो समाजमा। तर इज्जतको कुरा मानिँदैन थियो, मान्छे लुगाउँथे। अनि त 7 सालपछि हामी जान थाल्यौँ। अनि 29 सालमा आएर वीरेन्द्रको बेलामा हाम्रो पासपोर्टतिर अलिक खुकुलो गरियो। महेन्द्रको बेलासम्म थिएन, 1972 को कुरा हो। त्यसपछि हामी अलिक बढी बाहिर गयौँ। अनि 46 पछि अलिक बढी गयौँ। त्यसपछि 52 देखि 62 सम्मको माओवादी आन्दोलनले गर्दा गयौँ। र अहिले हाम्रो मास एक्सोडस एकपल्ट फेरि बढेको छ, 5औँ पल्ट है। 1950 यता 5औँ पल्ट, 75 वर्षमा 5औँ पल्ट, लगभग एभरेजमा हरेक 25 वर्षमा हाम्रो मास एक्सोडस भइरहेको छ नेपालबाट होइन। अनि एक्सपोजर भनेको के भने हामी पृथ्वीमा कुन ठाउँमा छौँ, हाम्रो ठाउँ के हो, हामीसँग भएको क्षमता के हो, हाम्रा कमजोरी के हुन्, हामीले के गर्नुपर्ने हो। जति बेला हामीले थाहा पायौँ त्यति बेला देशै रहने हो कि नरहने हो, हामीले चाहिँ 4000 वर्षदेखि कम्तीमा बोकेर आइरहेको नामै रहने हो कि नरहने हो, 2500 वर्षदेखि बोकेर आइरहेको झन्डा हुने हो कि नहुने हो, 18 हेक्टरको इलेक्ट्रिकको भुइँचालो भयो होइन। त्यही भनेको जब हामीले बुझ्यौँ अनि जमिन जान लाग्यो होइन। अनि अर्को 25 हेक्टरको भुइँचालो आइदिएला भने त्यति सन्तास छ हो। 25 हेक्टरको भुइँचालोको जब कुरा आउँछ अनि मलाई डायोजिनसको सम्झना आउँछ। डायोजिनस चाहिँ 2300 वर्ष अगाडिको ग्रिक फिलोसफर हो। फिलोसफर म दार्शनिक भन्दिनँ, किनभने फिलोसफर र दार्शनिक भन्ने शब्दको अर्थ नै अलग हो। त्यसै गरी फिलोसफर भने सिनिक फिलोसफर मानिन्छ। हाम्रो भाषामा भन्ने हो भने अघोरी हो, किनभने 2300 वर्ष अगाडि अलेक्जेन्डरसँग कुरा हुँदाखेरि ऊ मानिसको हाडखोडमै बसेर जवाफ दिइरहेको थियो, सवाल जवाफ गरिरहेको थियो। अनि दिउँसो एउटा लालटिन बोकेर हिँड्थ्यो। अनि किन यो लालटिन बोकेर हिँड्या भन्दा म चाहिँ एउटा मान्छे खोजिरहेको छु भन्थ्यो होइन।
मान्छे खोजिरहेको छु। अनि 2300 वर्षपछि ईश्वरचन्द्र विद्यासागरको वेस्ट बेङ्गालमा निधन भयो। तपाईँहरूले नाम सुन्नुभएको छ कि छैन? हामीले त केटाकेटीमा स्कुलमा यसरी नै पढ्नु पर्थ्यो। ईश्वरचन्द्र विद्यासागरको नाउँमा त्यति बेला उनी त्यो कन्टेम्पोरेरी वर्ल्डको एउटा ठुलो विद्वान मानिन्थे। अनि बित्दाखेरि चाहिँ टेगोरले संवेदनाको रूपमा एउटा लाइन भन्यो। त्यो के भन्यो भन्दाखेरि भगवान्ले मान्छे भन्ने एउटा जन्माएको थियो, त्यो पनि लिएर गयो भन्यो। भनेर त डायोजिनसले भनेको खोजेको बेलादेखि 2300 वर्षदेखि मान्छे जन्मेर आएन, होइन? र वेस्ट बेङ्गालको सन्दर्भमा किन हेर्नुहुन्छ, हाम्रो सन्दर्भमा हेर्नुहोस्। आज नेपालमा के छ, तपाईँ विमोचनको कुरालाई मैले कन्टिन्यू गरेर ल्याएको, विमोचन गर्ने मान्छेको कुरा गरेर ल्याएको हो। तपाईँ हेर्नुहोस् कि हाम्रो ल्यान्डस्केपमा कहीँ पनि कतै पनि विवाद नभएको, कुनै आफ्नो स्वार्थ नभएको, मानिसलाई मान्ने कमसेकम 90-95 वर्षको कोही मान्छे तपाईँ देख्नुहुन्छ। 1 करोड जनतामा कमसेकम 3 जना मान्छे त हुनु परेन, होइन? हाम्रो के भयो भन्दा 7 सालदेखि हाम्रो क्यापिटल फाइट भयो। हामीसँग निर्धन नै रह्यौँ र त्यसको एउटा असर के हो भने हामी कहाँ ह्युमन क्यापिटल भन्ने कुरा कहिले पनि बनेन, मानव पुँजी भन्ने कुरा कहिले पनि बनेन, होइन? मानव पुँजी भनेको एक्सपर्टाइज पनि हो, कन्ट्रिब्युसन पनि हो, स्किल पनि हो, होइन? सोच पनि हो, सबै कुरा बनेन। बल्ल अलिअलि बन्यो, अलिअलि बनाएको सोसाइटीमा, होइन? अलिअलि बनेर आएको थियो। ज्ञानेन्द्र शाहले क्याबिनेट बनाउनु भयो, त्यसमा राम्रा मान्छेहरू गए। तर के भयो भन्दा उनीहरूले काम पनि गर्न पाएको नि, तर बिल्ला त लाग्यो। त्यो त क्यापिटल, ह्युमन क्यापिटलको लस हो नि, ठुलो लस हो। अनि आज क्याबिनेट बन्यो, होइन? आज क्याबिनेट भन्दाखेरि सबै मान्छेका पछाडि जो क्याबिनेटमा छन् तिनीहरूको पछाडि विवाद आयो, होइन? अनि जो मान्छे जसको विवाद आए पनि आखिर मान्छे त मान्छे हो। ठाउँमा पुगेपछि केही कुरा राम्रो गरौँ, बनाऊँ, सपारौँ, सच्याउँ, कन्ट्रिब्युसन होस्, हित होस् मान्छेको भनेर त मान्छेले आखिर एज ए ह्युमन बिइङ त सोचिहाल्छ नि मान्छे, होइन? तर के हुन्छ भन्दाखेरि कालान्तरले आजको गभर्मेन्टलाई जे छ त्यो हिटलरले फ्रान्सको विसीमा खडा गरेको पेताको गभर्मेन्टको रूपमा लिनेछ र जसले सहयोग गरे तिनीहरूलाई कोलाबोरेटरको रूपमा लिनेछ। त्यो त फेरि पनि क्यापिटल लस हो, होइन? त्यो त किनभने क्रेडिबिलिटी नै भएन। कुन नागरिकको क्रेडिबिलिटी छ देशमा, होइन? ठुलो लस हो नेपालमा। त्यस कारण ह्युमन क्यापिटल भन्ने कुरा भन्न सकेन। विदेशमा 1 लाख हरेक चाहिँ गाउँमा बसेको, होइन? हुन त आजभोलि गाउँमा बसे पनि कम्प्युटर सबै चलाउन सकिहालिन्छ, गाह्रो त छैन। तर 1 लाख पपुलेसनमा 200 जना मान्छेले काफी ठुलो कन्ट्रिब्युसन गरे अनुसार क्यापिटल बनाए हुन्छ। यहाँ त केही पनि बनेन, होइन? अनि मलाई त नेपालको अनि के भने हरेक 3 महिनामा अन्तर्राष्ट्रिय इन्डेक्सिङ हुन्छ। कति वर्षदेखि इन्डेक्सिङ हरेक 3 महिनामा हुन्छ। हरेक कति वर्षदेखि भनेर आएको छ। नेपाललाई दिएको आइक्यूको इन्डेक्सिङमा नेपाल सबैभन्दा लास्टमा 42.82मा पर्छ। नेपालले पाएको नम्बर त्यही हो। तर मान्छेहरूसँग कुरा गऱ्यो, मान्छे टिकटक हेऱ्यो, युट्युब हेऱ्यो, सबै कुरा हेर्दाखेरि नेपालीको आइक्यूको लेभल 43% पनि लाग्दैन, 12-13 जस्तो हो कि जस्तो लाग्छ। किन हुन्छ यो कुरा, होइन? अनि त्यति बेला 25 सेक्टरको भैँचालो आयो भने कसले सम्हालिदिने त? कुन मेयरले सम्हालिदिने, कुन व्यक्तिले सम्हालिदिने, कसलाई समात्दिएर कहाँ टेक्ने भन्ने कुराको ठुलो चाहिँ त्रास हुन्छ। जमिनमा कम्पन भइराखेको छ। कति बेला जमिन चिरिन्छ र सिधा चाहिँ जमिनभित्र पस्या जस्तो सबै नेपाली नागरिकहरू पस्ने ठेगाना छैन। कसले उतार्छ? त्यो देशले ह्युमन क्यापिटल त्यसै भएर प्रदर्शन गर्न सकेन। मैले त्यसै भएर मान्छेको कुरा गर्दा यो विमोचन गर्ने मान्छेको खोजी गर्न पनि यहाँ बडा गाह्रो भयो।
विमोचन पनि होइन, लोकार्पण भनौँ होइन, गाह्रो। अब अलिकति कुरा बदलौँ है, किताबमा आउँ। त्यही नै सन्दर्भ हो र आम जनतामा हेऱ्यो भने ठुलो आइडेन्टिटी क्राइसिस एकदमै है। सबैलाई चाहिँ जिम्नास्टिक्स गरेर आफूलाई चिनाउनु पर्ने अवस्थामा नेपालीहरू पुगेका छन्। तपाईँ टिकटक बनाएको हेर्नुहोस्, धेरै जसो म त कहिलेकाहीँ केही इन्फर्मेसन पाइएर अलिअलि हेर्छु, बेलुका 1 घन्टा हेर्दाखेरि बहुसङ्ख्यक मान्छेले अमेरिकामा बसेका मान्छेले स्टेरिङको पछाडि बसेर टिकटक हाल्छ भने त अमेरिकामा चाहिँ मसँग काट्छ भने आइडेन्टिटी क्राइसिसको नमुना है त्यो हो। र मैले अहिले यसमा असहमतिमा चुट्किला भन्ने एउटा आर्टिकल हालेको छु। त्यसमा नेपालको आइडेन्टिटी क्राइसिसको चरम नमुना 16वटा नमुना मैले हालिदिएको छु। कुशल भयो भने पहिलो आर्टिकल त्यही नै पढ्नु होला, त्यहाँ पाउनुहुन्छ तपाईँले है। 16वटा। खैर जब किताबको कुरामा आइयो त किताबमै जाउँ होइन। अब छोडिदिउँ त्यो कुरा, एकछिन प्रसङ्ग बदल। म चाहिँ सकेसम्म व्यक्तिगत कुरा नगरौँ भन्छु, तर पनि यहाँ भन्नुपर्ने तपाईँहरू भन्नुहुन्छ कति सम्झन सके भन्नुहुन्छ है। म 16 वर्षको उमेरमा किताब उल्टो पढ्थेँ होइन, र 10 वर्षसम्म त्यसलाई मैले कायम राखेँ। उल्टो पढ्थेँ भनेको मतलब किताब उल्टाएर पढ्ने होइन, उल्टो अक्षर पढ्ने भने लास्ट च्याप्टर पहिला पढ्ने, अनि सेकेन्ड लास्ट त्यसपछि पढ्ने, थर्ड लास्ट त्यसपछि पढ्ने होइन, र अगाडि आइपुग्ने। त्यसो गर्दाखेरि इनारमा पसेको अनुभव होइन कि मलाई चाहिँ इनारबाट पिँधबाट बाहिर निस्किरहेको अनुभव जहिले पनि हुन्छ। त्यो अनुभूति तपाईँहरूले प्र्याक्टिस गर्नुपर्ने हुन्छ कि हुँदैन भन्न सक्दिनँ, मलाई चाहिँ भयो होइन। अनि एउटा अर्को बानी मेरो के थियो भने अब अहिले हाफटोन ब्लक आयो। हाफटोन ब्लक प्रिन्ट भनेको जस्तो कि तस्बिर छाप्दाखेरि त्यो डट देखिने तस्बिर जुन हुन्छ त्यसलाई हामी मिडियाको भाषामा हाफटोन ब्लक भन्छौँ। पहिला त त्यो जमाना थिएन, किनभने क्यामेरै थिएन होइन। अनि वुडन ब्लकमा रेखाचित्र बनाएर छाप्ने हो कि तस्बिर छाप्नु पऱ्यो भने होइन। अनि त्यस्तो किताब छापिएको तस्बिर भेटेँ भने मैले चाहिँ सुल्टो होइन कि त्यसलाई उल्ट्याएर पढ्थेँ। उल्ट्याएर त्यो चाहिँ किताबै उल्टाउने नै हो होइन, उल्ट्याएर पढ्थेँ, उल्ट्याएर हेर्ने मेरो बानी थियो। अनि त्यसपछि माओवादी विद्रोही कुरा यो किन मैले यो कुरा तस्बिरको कुरा किन भने यहाँ माओवादी कुरा आउँछ। माओवादीको र चाहिँ सरकारको बिचमा एउटा शान्ति सम्झौता भयो। शान्ति सम्झौता भएको इमिडिएटली सबैभन्दा बढी एटेक केही कुरामा भयो भने त्यो नेपाली झन्डामा भयो, नेपाली झन्डामाथि भयो। कसले अत्यन्त अपमानजनक शब्दहरू वाक्यहरू प्रयोग गरेर नेपाली झन्डाको विरुद्धमा भन्ने नाम पनि सम्झिन्छ, वाक्यहरू पनि सम्झिन्छ, तर पनि दोहोऱ्याउँदैन। मेरै मुखबाट किन दोहोऱ्याएन ती कुराहरू होइन, दोहोऱ्याउँदैन। तर त्यसले हट त गऱ्यो। अनि मलाई लाग्यो कि यसको लागि केही कुरा लेख्नुपर्छ, केही कुरा भन्नुपर्छ भन्ने मलाई लाग्यो। त्यसपछि नेपाली झन्डाको बारेमा केही त टिप्पणी गर्नु पऱ्यो भन्ने लागिरहेको बेलामा मैले 1898मा पिसी मुखर्जीले चाहिँ लुम्बिनीको अन्वेषण गरेर उत्खनन गरेर निकालेको किताबमा चाहिँ अघि मैले भनेको जस्तै रेखाचित्रहरू संयौँ छापेको छ होइन। मसँग त रिप्रिन्ट थियो, अरूसँग पनि केही रुचि राख्ने मान्छेहरू छ, कवि थियो होला, नहुने कुरा भएन। तर उनीहरूले सुल्टो हेरे तस्बिर, मैले त्यसलाई उल्ट्याएर हेरेँ होइन। यही हो नबुझेको। त्यो तस्बिर उल्ट्याएर हेर्दाखेरि लुम्बिनीको सगरमाको स्तूप नम्बर 8 होइन मा चाहिँ त्यसको जमिन मुनिबाट चाहिँ त्यसको जग भागबाट जमिनबाट जुन अवशेषहरू निकालियो त्यसमा एउटा इँटमा नेपालको झन्डाको रेखाचित्र कुँदिएको रहेछ 2500 वर्षभन्दा अगाडि होइन। अनि त्यो तस्बिर त्यो चाहिँ अब त्यसमा चन्द्र सूर्य चाहिँ छैन, डेफिनेटली छैन, छ पनि छ। अनि अब चन्द्रमा भएको छाउने झन्डा चाहिँ 14 शताब्दीको मानदेवको मानाङ्कमा आउँछ होइन। चन्द्र सूर्य दुइटै छैन, एउटैमा सूर्य चाहिँ पछाडिपट्टि छ पाइनमा, चन्द्र चाहिँ अगाडिको उसमा छ। अनि
त्यो झन्डा सहितको त्यो आर्टिकल छापियो। छापेपछि तपाईँहरूमध्ये धेरैले मन पराइदिनु भयो र त्यसको 3 दिनपछि संयोगवश त्यो झन्डा सबै दलले पास पनि गरे। त्यसमा विवाद आएन होइन। त्यसको शास्त्रीय आधार के हो त्यो पनि त्यसमा दिइयो खोजेर होइन। त्यो एउटा मेरो आर्टिकल लेखाएको टर्निङ पोइन्ट थियो। त्यही कुरा भन्न खोजेको टर्निङ पोइन्ट थियो। अहिले असहमति एकमा परेको केही आर्टिकल त त्योभन्दा अगाडि पनि लेखिएको थियो, तर त्यो नै टर्निङ थिएन, त्यही थियो। अनि त्यसपछि मेरो मनमा के एउटा प्रश्न उठेर आयो भने हामीले साइन्स एन्ड टेक्नोलोजीमा त घेर्न शमशेरको नाम जतिले पनि खासै केही कुरा गरेनौँ होइन। हामी त सबै इम्पोर्ट नै गरिरहेका छौँ, अरूको कुरा सिकि नै रहेका छौँ। तर हाम्रो आइडेन्टिटी के त? हाम्रो आइडेन्टिटी भनेको यही सगरमाथा र बुद्ध, यही 3 कुने झन्डा र गोर्खाली वीरता मात्रै हो त? त्यति मात्र त भएकै पनि होइन होला होइन भन्ने लागेर त्यसपछि नेपालको पास्ट के हो, फेरि नेपालको एउटा कुरा के छ भन्दाखेरि सर्फेस आर्कियोलोजी भनौँ, हिस्ट्रीलाई आर्कियोलोजीमा हाम्रो केही पनि छँदै छैन होइन। सबै अर्काले गर्दैन मात्रै अलिअलि, त्यो पनि कति हाम्रो बाहिर जान्छ। जे जति पाइन्छ, जे जति किताबहरू पाइन्छ विभिन्न लाइब्रेरीमा होइन, त्यसलाई लिएर नेपालको के हो, नेपालको आइडेन्टिटी भन्ने कुराको खोजी गर्ने क्रममा यो असहमति 5 खण्डसम्म आइपुगेको हो। र यहाँ टाइटलमा असहमति परेको भए पनि त्यसभित्र आत्मबोध भन्ने जुन उपशीर्षक छ सबै खण्डमा छ होइन। त्यसमा चाहिँ मैले यहाँ बोल्न आउनुभन्दा अगाडि गर्दाखेरि 38वटा जति आर्टिकल लेखेको रहेको छु आत्मबोध अन्तर्गत। नेपालको आइडेन्टिटीको खोजी हो। अनि 30वटा भन्दा बढी लेखौँला भन्ने त छँदै थिएन होइन। अहिले निस्केर गर्दाखेरि त 38वटा पुगिसकेको छ, 25% त बढी नै लेखिसकेको रहेछु मैले थाहै नपाइकन आफै हेर्छु। अनि त्यो हेर्दाखेरि चाहिँ त्यो के अरे आइडेन्टिटी खोज्ने क्रममा जाँदाखेरि नेपालका धेरै कुराहरू, अरू कुराहरू, नलेखिएका कुराहरू पनि, प्रशस्त कुराहरू अनुमान गर्न सकिन्छ, पाइन्छ होइन। लेख्नै भ्याएको छैन मैले, किनभने एउटा त लेख्न भ्याएको छैन, एउटा त कति कुरा कस्तो हुन्छ भने कति मिसिङ लिङ्क नै फेला पर्दैन। धेरै वर्ष धेरै गर्दाखेरि पनि यो पहिलो खण्डबाट यहाँ सुनाउँदा 12 वर्ष लागेको छ होइन। पहिलो खण्डको सबैभन्दा पुरानो आर्टिकलबाट काउन्ट गऱ्यो भने 26 वर्ष लागेको छ, पाइँदैन। अनि हाम्रो डकुमेन्टेसन केही पनि छैन होइन। असाध्य छ। अब हाम्रो युनिभर्सिटीको लाइब्रेरी, म चाहिँ आइए पढ्दाखेरि युनिभर्सिटीको लाइब्रेरी गइरहेको मान्छे हुँ। आजको त लोकसेवा जान्दिने मान्छे मात्रै जान्छन्, कोही जान्दैन। तर त्यहाँ त टिचरहरूले नै पनि किताबका पाना च्यातेर लगिदिएको हुन्छ, विद्यार्थी के कुरा पाइँदैन, त्यो मुस्किल छ। त्यस कारण यो मेटेरियल्स नहुँदा पनि समस्या। तर हामीलाई यस्तो हुँदै पनि हामीसँग केही प्लस पोइन्ट पनि छ, एउटा एडभान्टेजेस स्थिति पनि छ हाम्रो। त्यो कुरा के भन्दाखेरि भने हामी त्यो कुरालाई मार्क गर्दैनौँ। 2000 वर्ष अगाडि बेथेलेहमबाट जब क्रिस्चियन धर्म राइज गर्दाखेरि 400 वर्षसम्म त उनीहरूको खासै केही पनि यस्तो थिएन। तर जब 4औं शताब्दीमा थियोडोसियसले पुरानो धर्म छोडेर चाहिँ रोमन प्यान्थियोन छोडेर जब क्रिस्चियनिटी लियो, त्यसपछि त्यसका अन्धभक्तहरूले काफी मात्रामा आफ्ना दस्तावेजहरू ध्वस्त पारे होइन। ध्वस्त पारे, धेरै भौतिक अवशेषहरू पनि ध्वस्त पारे। ग्यालिलियोको बेलासम्म 1000 वर्षसम्म लगातार उनीहरूले ध्वस्त पार्दै गए होइन। नत्र त्योभन्दा अगाडि स्टोइक फिलोसफर मार्कस अरेलियस जसले मेडिटेसन्स लेख्यो, त्यसले त क्रिस्चियनहरूसँग लड्न गएको थियो, त त्यही लडाइँमा मारिया हो होइन, गएको थियो। अनि 1000 वर्ष ध्वस्त गरे। अनि ग्यालिलियो गयो, कति मान्छेहरूलाई चाहिँ स्टेकमा जलाइदिए बोक्सी भनेर होइन। जुन पार्क त्यसैको उदाहरण हो एउटा ठुलो। अनि 500 वर्ष अगाडि मात्रै उनीहरू अलिक सुल्झेर आए। अहिले त भ्याटिकनको लाइब्रेरी काफी मात्रामा ठुलो धनी छ, सबै कक्षामा पस्न पाइँदैन, विशेष पर्मिसन मात्रै विशेष पर्मिसन चाहिन्छ। उनीहरूले आफ्नो लाइफहरू पनि जम्मा गरेका छ। अन्यथा उनीहरूको अवस्था कस्तो छ भन्दा ज्यान नै कताल्न जानुपर्छ पास थाहा पाउनलाई होइन, ज्यानमै पुग्नुपर्छ। अनि मुसलमानहरू आए,
मुसलमानहरू 1300 वर्ष अगाडि आए। 1300 वर्ष आएपछि उनीहरूले त झनै क्रिस्चियनले भन्दा पनि चर्को गरेर आफ्ना सम्पूर्ण चाहिँ दस्तावेजहरू सारा चाहिँ भौतिक अवशेषहरू थाहा पाए होइन। अब हिस्ट्री अफ आइडल्स एउटा चाहिँ पश्चिम एसियाको एकजनाले लेखेको छ, तर बडा मुस्किलले सामग्री जुटाएर मूर्तिहरू हालेर लेखेको छ मध्यपश्चिममा के मूर्तिहरूको पूजा हुन्थ्यो भनेर तपाईँले पिडिएफ फाइल हेर्न सक्नुहुन्छ। तर बडा मुस्किलले लेखेको किताबहरू चाहिँ छँदै छैन। अनि चिनमा के क्रान्ति, सांस्कृतिक क्रान्ति भयो त्यो इरानमा भयो खोमेनी आएपछि होइन। खोमेनी आएपछि पुरानो राजतन्त्रले राखेको, सम्राटहरूले राखेको अवशेष केही पनि नराख्ने भनेर सारा ध्वस्त पारे। अलिकति जोगिएको सिराजमा छ, सिराजीहरूले जोगाए। किनभने जेन डाइनास्टी आउँदाखेरि के भनेको थियो इरानमा भने हामी चाहिँ सम्राट होइनौँ, हामी के अरे संरक्षक हौँ भनेको थियो। त्यस कारण उनीहरूले अलिकति खोमेनीका सिपाहीहरूसँग लडेर अलिकति सिराज भन्ने ठाउँमा जोगाएको छ, नत्र उनीहरूको बिल्कुल छैन। त्यसको तुलनामा हामीसँग काफी चाहिँ छ। अब क्रिस्चियनहरूले हाम्रैमा पनि आएर पुराना संस्कृत ग्रन्थहरू जलाइदिएको, पहाडका पहाड जलाइदिएको उदाहरण तपाईँ सिलवान देवीको नेपालमै देख्नुहुन्छ होइन। यहाँसम्म आएर पनि उनीहरू जलाएको छ। तर पनि हामी यहाँ धेरै मात्रामा हाम्रो चाहिँ के भने ट्यान्जिबल होइन, इन्ट्यान्जिबल चाहिँ हाम्रो बेस चाहिँ आज पनि धेरै धनी छ होइन, धनी छ। अब यही बर्मासम्म तपाईँ अब यहाँ काठमाडौँको कुरा गर्नुहुन्छ, काठमाडौँ भक्तपुर, काठमाडौँ र पाटन छोडेर तपाईँ भक्तपुर जानुभयो भने तपाईँलाई ब्याकग्राउन्ड नलेज त अलिकति चाहिन्छ, डेफिनेटली चाहिन्छ, त्यो नभएको त हुँदैन। तर तपाईँ काठमाडौँ र भक्तपुर छोडेर, काठमाडौँ र पाटन छोडेर भक्तपुर जानुभयो भने लिच्छवी कालको चाहिँ ध्वजहरू आकाशमा उडिरहेको तपाईँले स्मेल गर्नुहुन्छ है। तपाईँ बर्मामा जानुभयो भने बर्मामा तपाईँ सान काचिन करेन, पालाङ, बामाबाट बर्मा भयो। एथनिक कम्युनिटीको तपाईँ किताब पढ्न खोज्नु भने 19th सेन्चुरीको लास्ट क्वार्टरको र 20th सेन्चुरीको फर्स्ट क्वार्टरको किताबहरू मात्रै तिनीहरूको बारेको जानकारीको किताब पाउनुहुन्छ। त्यो सबै बाप्टिस्ट पेन्टेकोस्टलहरूले इभान्जेलिस्टहरूले बनाइदिएको किताबहरू हो होइन, प्राइमेरी डाटाहरू हो। त्यो त के हो भने उनीहरूको धर्ममा के लुप होल छ भन्ने लुप होल पत्ता लगाएर अनि कन्भर्सनलाई जानलाई खोज्दाखेरि बनाएको चिज हो त्यो होइन। त्यसमा तपाईँ केही पनि पाउनुहुन्न खास भन्दा नष्ट भइसक्यो। इभेन हाम्रो राईहरूको 28वटा जमात चाहिँ यहाँ नेपालमा भनिन्छ, नागाहरूको 16वटा जमातमा छ, सबै हेड हन्टरहरू हुन्। फिलिपिन्सको एलङ्गोट र दायक जस्तै हेड हन्टरहरू हुन्। तिनीहरूको कोही कतै अहिले जेबी नागामा एउटा शिव बनाएर मात्रै बसिएको छ, अरू केही पनि बसिएको छैन है। सबै कन्भर्सन भइसक्यो, राटै भेटिँदैन। हाम्रोमा त काफी मात्रामा छ होइन, काफी मात्रामा हामीसँग छ। तर हामीले त्यसलाई टिप्न सकेनौँ, हामीले बनाउन सकेनौँ, हामीले खोज्न सकेनौँ। अनि हामीलाई एउटा कस्तो भने हलिस्टिक आएको छ नेपालमा आयो र लेखेको मात्रै कुरा सही हो भन्ने, झिङ्गा टाँसी मात्रै सही हुन्छ भन्ने कुरा आएको हुनाले कुरा बिग्रियो होइन। बिग्रिएको कुरा त्यही कारण हो। अनि युनिभर्सिटीमा जाँदा पनि जति तल राम्रो रेफरेन्स दिन सक्यो, जति खैराको नाम हाल्न सक्यो उति राम्रो थेसिस हाम्रो फेरि त्यस्तो भएर आयो होइन। हामीलाई बरु बनावटी हाल्दै नि हुन्छ, फेर नपारोस् पिडिएफ फाइलमा, फेरि नपारोस् होइन। नआएर के भएको छ, हाम्रो त्यस्तो भएर आयो, बिग्रियो होइन। हामी राम्रो पोजिसनमा छौँ। अब जस्तो म एक दुईवटा कुराहरू तपाईँलाई भनौँ कि मैले पृथ्वीको चौबाटो भन्ने ठाउँमा हेरोडोटसको हिस्टोरियादेखि धेरै कुराहरू हालिदिएको छु मैले होइन। मलाई हाम्रो युनिभर्सिटीको कल्चर डिपार्टमेन्ट, लिङ्ग्विस्ट डिपार्टमेन्ट कुराहरू चित्त नबुझेर हालिदिएको छु है, ठिक नलागेर। तिनीहरू यसो गरे पुराणमै पुग्छन् होइन, ठिक छ। अनि जस्तो म तपाईँलाई एक दुईवटा उदाहरण भनौँ, जस्तो कि संस्कृतमा वन्नी भनेको आगो हो, त्यसैबाट अग्नि आउने हो होइन। सोलुखुङमा कुलुङ राईको हो, शेर्पाको हो, चाम्लिङको हो चाहिँ कसको वर्ड छ म एक्ज्याक्ट भन्न सक्दिनँ। तर वाकु भन्ने वर्ड चाहिँ आगोको लागि हो होइन, आगोको लागि भन्छौँ है। कुलुङ राईले सगरमाथालाई कङ्कुलेन भन्छ, त्यसैबाट कुलुङ होइन। चुम्बलमुङमाबाट वास्तवमा चाम्लिङ हो है, त्यसको फेरि भएको हुनाले बस्ने है भएको आगो। तर अजरबैजानको वाकुमा कश्यप ऋषिको होमकुण्ड छ। आज पनि उनीहरूले
होम गर्न लगाएर कसैको चेलाले होम गर्नलाई सघाइराखेको मूर्ति खडा गरेर त्यो अग्नि गुण्ड कहाँ राखेको छ अजरबैजानको वाकुमा है राखेको छ। ल ठिक छ, शब्द मात्रै मिल्यो, अरू कुरालाई केही मिलेन, आगो घुरा आयो, त्यसो पनि ठान्न पाइँदैन। किन ठान्न पाइँदैन भन्दा कुलुङ राईले 3टा ढुङ्गा जुन उभ्याउँछ, 3टा ढुङ्गा जुन उभ्याउँछ र उसको त्यहाँ आगो कहिले पनि न्यून हुँदैन, आगो कहिले पनि न्यून हुँदैन होइन। त्यो ठ्याक्कै अफ्रिकाको एउटा ट्राइबमा वाकुरु नै हो, आगो कहिले पनि न्यून हुँदैन, 3टै ढुङ्गा हुनुपर्छ है, 3टै ढुङ्गा ठाडो हुनुपर्छ अफ्रिकामा है। अब यहाँ छाउपडीको पश्चिम नेपालमा घर भत्काइयो होइन, कम संसारमा चाहिँ रेट्रोस्पेक्टिभ हुनु हुँदैन, रियाक्टिभ हुनु हुँदैन, ब्याक हुनु हुँदैन, तर कल्चरको मर्म त बुझ्नुपर्छ नि होइन। अनि हामी मात्रै संसारको पछौटे छौँ जस्तो गरेर छाउपडीको घर एनजिओ र आइएनजिओको ब्याकिङमा काफी मात्रामा भत्काइयो। 80 मान्छेहरू मर्नु हुँदैन, त्यो सही कुरा हो, त्यसमा म गलत भन्दैन। तर छाउपडी घर कम्युनिटी घरको रूपमा नर्दन पाकिस्तानको कलासी जातिको छाउपडी घर छुट्टै हुन्छ, गाउँमा छुट्टै गुरुङ रोधी घर जस्तै, र छाउपडी घर मालीको डोगोन जातिमा हुन्छ, छुट्टै हुन्छ कम्युनिटीको, हाम्रो मात्रै हो। अनि वाकु र छाउपडी घरको कुरा लिनु जब तपाईँले टिप्नु हुन्छ नि, मैले उदाहरण मात्रै भने त्यसपछि आउट अफ अफ्रिका थ्योरीलाई सपोर्ट गर्नै पर्ने हुन्छ। हामी केन्या ग्रेट रिफ्ट भ्यालीबाट आएको हो भन्ने कुरा नै साबित हुन्छ, त्यसले साबित गर्छ होइन। अनि हामी कहाँ एन्सियन्ट पास्टको ट्रेसहरू यति धेरै छ, यति धेरै छ। अब यो कहाँ जस्तो मैले भने, मैले अगाडि पडकास्टमा मैले भने डमरुमा भ्याउतो छालाले मर्नुपर्छ मैले भने होइन। अब त्यो डमरुको के अरे भ्याउतोको छाला त हदै 4-5 इन्च रेडियसको मात्रै हुन्छ, तर भ्याउतोको छाला त 1 फिटको हुँदैन, 1 फिटको त हुँदैन। तर किन चाहिँ डमरुमा सान र काचिनको ड्रममा 8वटा काठको भ्याउतोको मूर्ति जडेकै हुनुपर्छ, सान र काचिनको। अनि यही नेपालभित्र तपाईँ हेर्नुभयो, नेपालभित्र हेर्नुभयो भने नेपालभित्र कस्तो छ भने पूर्वबाट क्रिस्चियनाइज भएर आइरहेको छ होइन। डाटा यसरी लस हुन्छ, यस्तो कुराहरूको लस हुन्छ, लस भएर कसरी जान्छ हेर्नुहोस् है। के लिम्बू साथीहरू हुनुहुन्छ, बडा चिन्तामा हुनुहुन्छ, उहाँहरू खतम पायो हाम्रो संस्कृतिहरू, उहाँले चिन्ता गरेर ठिकै छ। कि लिम्बू भाषामा थुङथाङ्वा भनेको सूर्य हो, तर थामीको पुरानो जुन नाम छ युज भन्दा अब अब्सोल्युट भइसक्यो, युज हुँदैन, थुङथाङमी हो है। अनि लिम्बू अब के अरे एउटा गडेला माछा हुन्छ, त्यो गडेला माछा चाहिँ लिम्बूले पनि खाँदैन, जिरेलले पनि खाँदैन होइन। विज्ञानको नाम नोभालिसिस भिभानी हो, खाँदैन। अनि कुनै हाम्रो कम्युनिटीमा नेपालको कुनैमा पनि लाली गुराँसको फुल चढ्दैन, तर सम्पन्नताको प्रतीक लिम्बूको पनि हो, जिरेलको पनि हो लाली गुराँस है। तर अर्कोमा रूपान्तरण भएर गएपछि त डाटाहरू त लस भयो होइन, डाटाहरू सबै गयो भन्दा हामी कहाँ हाम्रो ल्यान्ड चाहिँ बिल्कुल फास्ट बुझ्नको लागि हाम्रो बिल्कुल भर्जिन ल्यान्ड हो है। एकदम राम्रोसँग बुझ्ने भने एन्थ्रोपोलोजीको हिसाबले, सोसियोलोजीको हिसाबले, कल्चरको हिसाबले, हिस्ट्रीको हिसाबले, धेरै कुराले, फिलोसफीको हिसाबले धेरै कुराले हाम्रो हो होइन। अब त्यसपछि हाम्रो पढाइको स्थिति के छ भन्दाखेरि म संस्कृतको दुईटा पात्रको म नाम लिन्छु यहाँ, मैले सम्झेँ अहिले। एउटा शुक्राचार्यको, एउटा याज्ञवल्क्यको नाम लिएँ होइन। म त पोलिटिकल स्टडिज पार गरेर आएको मान्छे, त्यस कारण अब पोलिटिकल स्टडिजको मान्छेले इन्टरनेसनल ल केही मात्रामा चाहिँ डिप्लोमेसीको किताबहरू अलिअलि हेर्छ होइन, त्यो स्वारीले हेर्ने कुरा हो। अनि त्यसै गरी शुक्राचार्यको नाम एकदम सुनेको। शुक्राचार्य भनेको देवासुर सङ्ग्राममा जुन असुरहरू छन् त्यसको गुरु होइन शुक्राचार्य। त्यसै गरी यो शुक्रनीति त मैले नपढि भएन भनेर मैले पढेँ। मैले पढ्दा के पाएँ भन्दाखेरि कुनै हेर्न पर्ने लायक किताब छैन
अनि त्यसमा एउटा लास्टतिर दुई ठाउँमा के दोहोऱ्याएको छ भने नालिकास्त्र भनेर दोहोऱ्याएको छ दुई ठाउँमा। नालिकास्त्र भनेको तोपलाई भनेको। तोप त 1526 बाबरले पानीपतको लडाइँमा लिएर आयो। त्योभन्दा अगाडि तोप थिएन यो रिजनमा। यसको लगभग 150 वर्षपछि अनि लमजुङले पहिलो तोप बनायो नेपालको बनायो। अब त्यो कहिले कहाँ देवासुर सङ्ग्रामको असुरहरूको गुरुको किताब हो त्यो, बिल्कुलै होइन। त्यसमा कुनै कुरा काम लाग्ने छैन, एउटा कुरा काम लाग्ने छ। त्यसमा के भनेको छ भन्दाखेरि भने कुनै पनि शासकले एउटा गोप्य सूचनालाई भेरिफाई गर्नको लागि 3-4वटा इन्टेलिजेन्स एजेन्टबाट क्रस चेक गर्नुपर्छ भनेको छ। त्यो त सार्वकालीन सत्य हो, त्यो चाहिँ बिल्कुल राम्रो कुरा हो। होइन भने त्यहाँ त चाहिँ पोर्चुगिजहरू डचहरू आइसके होइन। जब चाहनाहरू क्याप्टेन क्लाइभहरू त धेरै पछिको मान्छे हो, उनीहरू त आइसके भन्दाखेरि राज्य व्यवस्थामा कत्रो परिवर्तन भएर आइसक्यो, कहाँ सुकेर चालेको कुरा। त्यो त धेरै चाहिँ धेरै कसौटी सोच्नु छ नि त्यो होइन। तर संस्कृत गुरुदेवहरूले त्यो कुरा ख्याल गरिदिनुहुन्न होइन। यो कहिले लेखिया भने त्यसमा जाँदै जानुहुन्न। अनि अर्को याज्ञवल्क्यको चाहिँ कुरा मैले यहाँ उठाउनु एकदम जरुरी लागेको छ। किनभने भनेको भने हेर्दा इतिहासको एकदम ठुलो विद्वान म पनि आधारै वर्षमा बितेर जानुभयो। अहिले हामीले नेपालले मानिरहेको विभूति चाहिँ ती विभूतिहरू होइन। हामीले त नयाँ विभूति अरूलाई विभूति मान्नुपर्छ र नयाँ लिस्ट खडा गर्नु हो, पेपरमा पनि छापिनु। अब दामोदर पाँडे जसले जोगाए नेपाललाई 1792को वारमा, चिनले चाहिँ नेपालको राजा त डाका रहेछ, त्यसलाई चाहिँ त्यसको देश 5 टुक्रा पारेर सिध्याइदिनु भनेर आफ्नो ज्वाइँलाई पठायो। त्यस्तो अवस्थामा 2 घन्टाको कारणले जोगाएको छ नेपाललाई दामोदर पाँडे। त्यो मान्छेलाई उहाँले विभूतिमा राख्नु भएन, किन राख्नु भएन मलाई छक्क लाग्यो है एउटा कुरा। दोस्रो कुरा अहिले मैले सम्झेको याज्ञवल्क्यको कुरा। याज्ञवल्क्यलाई पनि राख्नु भएन, अनुपरमलाई राख्नु। अनुपरमले पहिला प्रशस्ति भनौँ वा केही श्लोकहरू लेखेको छ, तर एकदम राम्रो संस्कृतमा लेखा रहेछ। म त संस्कृत विद्यार्थी होइन, म बुझ्नु सक्दिनँ। उहाँहरूको आँखामा अनुपरम राम्रो एकदम व्याकरणमा पक्का रहेछ। तर अनुपरमको अरू कृतिको कन्ट्रिब्युसन के छ त? भाषा राम्रोसँग जान्नु नै चाहिँ विभूति हुन लागेको कुरा हो, त्यो त होइन होला होइन। अनि उहाँले राख्नु भएन, याज्ञवल्क्यलाई राख्नु भएन होइन। याज्ञवल्क्यलाई किन राख्नु पर्थ्यो? म 2-4वटा कुरा भनौँ है। नेपालको चिन्तनमा कत्रो खडेरेर खाडल छ भन्ने कुरा मैले भन्नलाई यो कुरा भनेको। याज्ञवल्क्यको श्रीमती एक थरीले भन्छन् गार्गी र मैत्रेयी हो, एक थरीले भन्छन् मैत्रेयी र कात्यायनी हो, एक थरीले भन्छन् गार्गी र मैत्रेयी हो। कात्यायनीमा सहमति छ, तर गार्गी र मैत्रेयीमा सहमति छैन। कसैले के भन्छन् इन्डियनहरूले 3टा भन्दाखेरि 2-3टा नाम दोहोऱ्याइरहन्छन् है। तर कुरा के हो भन्दाखेरि बृहदारण्यक उपनिषदमा गार्गी अवश्य आउँछिन्, कात्यायनी पनि आउँछिन्। तर यो याज्ञवल्क्यमा गएपछि गार्गीसँग फेरि उनको बहस सुरु हुन्छ। अनि बहस सुरु हुन्छ। अनि लास्टतिर गएर उनले एक ठाउँमा के भनेको छ भने पत्नी पनि जीवनको अन्त्यतिर मित्र सरह हुन्छन् भनेको छ। भनेपछि त गार्गी नै मैत्रेयी भइन् नि होइन। त्यति सामान्य कुरा छुट्याएर पनि त्यो कुरा हेरिएर 3टा बनाइराखिएको छ लगातार। त्योभन्दा पनि ठुलो कुरा गरौँ है, त्योभन्दा पनि ठुलो कुरा गरौँ। सोक्रेटस 2500 वर्ष अगाडिको हो। प्लेटो उसको चेला हो होइन। प्लेटोको चेला थियोफ्रास्टस हो। अनि कति 2500 वर्ष अगाडिका मान्छे हो। याज्ञवल्क्य कम्तीमा 3200 वर्ष अगाडिका मान्छे हो, जसले बृहदारण्यक उपनिषद लेखे होइन।
अनि षड्दर्शन पढाउँदाखेरि याज्ञवल्क्य पर्दैन, वैदिक दर्शनबाट छुट्याइन्छ, त्यसलाई अलग पारिन्छ होइन। अनि पढ्दाखेरि के अरे न्यायको गौतम होइन, साङ्ख्यको कपिल, त्यसपछि वैशेषिकीको कणा, त्यसपछि बादरायण, पूर्व मीमांसा उत्तर मीमांसा, बादरायण, जैमिनी होइन, यसरी पढाउँदै गइन्छ। पतञ्जलिको योग यसरी षड्दर्शन पढाइन्छ। त्यो त धेरै पछाडिको कुरा हो। किन फिलोसफर दार्शनिकको रूपमा किन याज्ञवल्क्य भ्याइँदैन होइन, मेरो प्रश्न थियो। अनि याज्ञवल्क्य जनकपुरको मान्छे हो होइन। बृहदारण्यक उपनिषदमा उनले 4 लाइन जुन दिएको छ त्यसबाट स्पष्टै थाहा हुन्छ कि 50 वर्ष नागेर वानप्रस्थमा गएपछि त उनी अरुण भ्याली गए। अरुण भ्याली गएर बसे। उनको नामै याज्ञवल्क्य होइन। यज्ञ गरेर नि वल्क भनेको बोक्रा, लुगा, जसको जिउको लुगा नै यज्ञ छ त्यो भनेको होइन। उनी होम गरिरहन्छन्। अनि अरुण भ्याली नजिकै राईहरू छन्, उनीहरूको आगो निम्न हुँदैन, उनको होमको आगो निम्न हुँदैन। ऋग्वेदमा पहिलो वर्णे अग्निवीर्णे आउँछ है भन्दा विशुद्ध नेपाली याज्ञवल्क्यको अध्ययन त्यहाँनिर भएन है फिलोसफीको हिसाबले। दोस्रो कुरा तपाईँलाई भन्न यहाँ परेको के भने यो याज्ञवल्क्यमा 2टा शब्द छ, प्राणायाम र कुण्डलिनी। प्राणायाम र कुण्डलिनी। प्राणायाम भनेपछि योगा आयो, कुण्डलिनी भनेपछि तन्त्र मिसिएको ध्यान आयो होइन। पतञ्जलिकोमा कुण्डलिनी छैन। तर इन्डियनहरूले पनि पश्चिमाहरूले पनि त्यो योग याज्ञवल्क्य लेख्नेलाई ईस्वीको 5औं शताब्दीमा ल्याएर राखेको छ। पतञ्जलिले लगेर 2200 वर्ष अगाडि लगेर राखेको छ होइन। अनि 2200 वर्ष अगाडिकोमा धेरै कुराहरू योगका कुराहरू पर्छन् होइन। पुरानो भएको हुनाले धेरै कुरा नपर्याप्त हो। नत्र पतञ्जलि भन्दा पछाडिको एक योग याज्ञवल्क्य अर्को मान्छे हुन्थ्यो भने त्यसमा धेरै कुरा पर्थे नि, प्रशस्तै कुरा पर्थे होइन। भन्दा ध्यान योगा भन्ने कुराको विकास है कहाँ भयो त? नेपालको जनकपुरमा भएन? कुण्डलिनी ध्यानको विकास जनकपुरमा भएन? कहाँ भयो त? है अब लिम्बूहरूले अतिथिलाई स्वागत गर्दाखेरि 2टा घुँडा तल जोतेर बस्नुपर्छ भने इमानसिंह चन्दुले लेखाएको छ कतै। जापानको टी सेरेमनीमा घुँडा तल टेक गरेर नै बस्नुपर्छ, घुँडा टेकेर नै बस्नुपर्छ टी सेरेमनीमा है। अनि नागाओले के भनेर लेखाएको छ भने पूर्वी नेपाल, नागाओ 1957 पूर्वी नेपाल र जापानसँग धेरै कुराहरू मिल्छ भनेर भनेको छ। वज्रासनको कुरा गरे हो है। त्यही तिनीहरूकै इलाकामा यो याज्ञवल्क्य पुगेको छ है। अर्को कुरा कुण्डलिनी भन्ने कि बित्तिकै पद्मासनको कुरा आउँछ, पद्मासनको कुरा आउँछ होइन कुण्डलिनी जगाउनको लागि। अनि गएर सहस्रार जुन शिरमा जुन कमल फुल छ, मैले ब्रह्मकमल भन्दाखेरि वनस्पतिको कुरा गरेँ होइन। शिरको कमल कुण्डलिनी जगाएर जब शिरमा पुग्छ, सहस्रार भनेको 1000 पेटल्स, 1000 पत्रहरू, पुष्पपत्र, त्यो त कमल नै हो। तल पद्म भएर त कमलको माथि कुरा आउँछ, पद्मासन त त्यहीँ आउँछ नि है। भन्दाखेरि वज्रासन र पद्मासन त त्यही यो याज्ञवल्क्यमै छ यो कुरा। किन याज्ञवल्क्यको? अनि उहाँहरूले याज्ञवल्क्यको बारेमा थाहा पाउनु भएन, जान्नु भएन भन्ने मेरो अभिप्राय पनि होइन। अब संस्कृत पढाए विद्वानहरू होइन, थाहा नभएको भए किन वाल्मिकी बसको पछाडिको चौकमा याज्ञवल्क्यको मूर्ति हुन्छ? थाहा न। मेरो भनाइ के मात्रै हो भने जुन मात्रामा स्टडी गर्नु पर्थ्यो त्यो बेलामा उहाँहरूले पार्टी अल्छीको काम गर्नुभयो होइन। अनि पुरानो वैदिक संस्कृतदेखि लौकिक संस्कृतसम्म आउँदाखेरिको जुन लिङ्ग्विस्टिक्सको ज्ञान हुनुपर्छ त्यो ज्ञान अनुसार त्यो लागू गरेर परीक्षण गर्नु भएन। इन्डियाले भने ठिक हो कि होइन, पश्चिमाले भने ठिक हो कि होइन, हामीले हाम्रो आँखाले याज्ञवल्क्यलाई पढ्नु पर्थ्यो होइन। पढ्नु पर्थ्यो, त्यसरी पढिएन है, पढिएन। अब 2जना मान्छेको म यहाँ कुरा गरौँ, ती पनि विदेशी नै हुन् होइन, ती पनि विदेशी नै हुन्। कुनै कुरालाई ध्यान दिएर
जब पढिन्छ भने त्यसको पुरै निबन्धै चाहिँदैन। एउटा लाइनले कत्रो काम गरेर हुन्छ है, लाइनले खुब ठुलो काम गरेर हुन्छ। ग्रिसका जति पनि फिलोसफर हुन् तिनीहरू त 2500 वर्ष अगाडिका मात्रै हुन्, 3000 वर्ष अगाडिका होइनन् तिनीहरू होइन। त्यसमा 12वटा प्रोमिनेन्ट छन्, 30वटा सबै गरेर 30वटा हुन्छन्। सोक्रेटिस चाहिँ लास्ट सोफिस्ट हो। हो पहिलो चाहिँ प्रोटागोरास। प्रोटागोरासको मैले यहाँ नाम किन लिएको भने प्रोटागोरासले एउटा चिज भनेको छ कि सबै कुराको मापदण्ड, सबै कुराको मूल्याङ्कन गर्ने चिज मानिस भनेको छ। त्यसैको आधारमा 17औं र 18औं शताब्दीमा युरोपमा एज अफ एनलाइटमेन्ट आएको हो होइन। हब्स, लक, रुसो, पोलिटिक्समा आएको एडम स्मिथ, त्यसपछि थमस माल्थस र रिकार्डो आएको होइन इकोनोमिक्समा भने। अनि दुईवटा कुरा थपेर भनिदिउँ, मान्छेको सानो ज्ञानले कति काम गर्छ होइन। एडम स्मिथले त लेख्यो ठिकै छ। पहिलाको चाहिँ के भन्छ कृषिमा आधारित अर्थतन्त्र, फिजियोक्रासी अथवा बुलियन्स सुन चाँदीको उसमा आधारित अर्थतन्त्र होइन, चाहिँ मर्कान्टिलिजम दुइटै फेज त गइसक्यो, एडम स्मिथ आयो। तर त्यसपछि चाहिँ थमस माल्थसले चाहिँ म्याथमेटिक्स इकोनोमिक्समा फ्युजन किन गर्यो भने ऱ्याङ्गलर भनेको एमएससी म्याथमेटिक्स फर्स्ट डिभिजन फर्स्ट, त्यसो भएर फ्युजन गर्यो होइन। रिकार्डोले किन डाटा फ्युजन गर्यो, रिकार्डो स्टक एक्सचेन्जको ब्रोकर हो, त्यस भएर फ्युजन गर्यो। अघि सबै कुराको मापदण्ड मान्छे हो भन्ने कुराबाट यो भएर आएको हो। आज कुनै एउटा न्युजिल्यान्डको मान्छे नेपालमा बिरामी भएर परोस्, अस्ट्रेलियाको मान्छे बिरामी परोस्, कुनै युरोपियन देशको परोस्, एयर एम्बुलेन्स आउँछ, किनभने ह्युमन बिइङलाई हदैसम्मको भ्यालु दिन्छ। अघि त्यसको प्रोटागोरासबाट सुरु भएको यो चिज अघि हेर्नुहोस्, एक लाइनले गर्दाखेरि यो कुरा भएको छ। हामीले किन याज्ञवल्क्य माथि चिन्तन गरेनौँ, हामी कहाँ पुग्थ्यौँ होला होइन। अनि षड्दर्शनमा कडा त बनाम हो, कडमाथि चिन्तन गरे हुनाले कडा होइन। त्यसपछि वैश्विक एटमको चिन्तन गरे, अणु र परमाणुको चिन्तन गरे। तर कणादभन्दा 100 वर्ष पछाडिको मान्छे हो डेमोक्रिटसले के भन्यो भन्दाखेरि कि कण छ, एटम छ कि भोइड छ, शून्य छ होइन। त्यसैको आधारमा काम गर्दा आज आएर बायोलोजीमा सेल हुन्छ होइन। सेलमा न्युक्लियस हुन्छ, न्युक्लियसमा एमिनो एसिड हुन्छ, झिल हुन्छ, झिलमा क्रोमोजोम हुन्छ, क्रोमेटिड हुन्छ, क्रोमेटिडको एन्डमा टेलोमेयर हुन्छ, टेलोमेयरमा चेन आएर इभोल्युसन चेन्ज भएको थाहा हुन्छ। यो सबै कुरा कसरी आयो, त्यसैको माइक्रोस्कोपिक स्टडी गरेर आएको न हो। त्यसपछि न्युट्रोन आएको, प्रोटोन आएको, प्रोटोनले क्वार्क आएको, सबै स्टडी त्यहीबाट डेमोक्रिटसबाट आएको। तर फिलोसफीले कसरी ब्याकिङ गर्छ अरू कुराहरूलाई भन्ने कुराको हामीले कन्टिन्युस चिन्तनको परम्परा नै कहाँ गएर टुट्यो र कसरी टुट्यो र अहिले 7 सालपछि मान्छेले स्कुल र कलेजमा पढ्दा पनि त्यसलाई कन्टिन्युटी दिन सकेन, त्यसलाई काम गर्न सकेन होइन सकेन भने हाम्रो कतै ठुलो खाडल छ, धाँजा छ होइन, धाँजा छ। अनि हामीलाई बाधा कस्तो भएर आएको छ भने वेस्टर्न मेथोडोलोजी हामी कहाँ यस्तोसँग आएको छ। म सिनास जर्नल चाहिँ रेगुलरली पढ्थेँ। अनि एकजना तुलाधरजी त्यो सम्पादक भएर आउनुभयो, त्यसमा जिरोहरूको बारेमा छापियो, एउटा थेसिस नै पुरै अङ्क भर्ने गरी छापियो। त्यसपछि मैले पढ्न छोडेँ, किनभने त्यो पढेर त मैले केही पनि जिरोको बारेमा थाहा पाइनँ। त्यो त अनिता माइगन र स्ट्रानको डिक्सनरी हेरेर पनि, जिरो डिक्सनरी हेरेर पनि त्यसै त्यो पनि धेरै थाहा हुन्छ होइन। कुनै बेला वर्षको 25 पल्ट पनि जिरो गएको छु म होइन, 100 पल्ट गएको छु होला। अनि जिरोलाई चिन्छु, त्यसै मलाई थाहा हुन्छ होइन। अनि त्यहाँबाट के पनि वेस्टर्न मेथोडोलोजीले त्यही कन्क्लुजन दिन्छ जुन उसले निकाल्न चाहन्छ। हाम्रो अनुसारको हाम्रो मेथोडोलोजी हामीले आफै डेभलप गर्नुपर्छ, अनि मात्रै हाम्रो आफ्नो कुराहरू अनि निस्किन अनि आउँछ। एउटा हामीलाई ठुलो बाधा मैले देखेको चाहिँ
मैले ठुलो एउटा बाधा दिएको छु। बेलले खास हामीलाई बाधा दिएको छैन है परम्परागत स्टडीमा। किनभने मैले एक दुईपल्ट दोहोऱ्याए पनि छु, आज पनि दोहोऱ्याउँछु। आज पनि एक दुईवटाको लाइन दोहोऱ्याउँछु। मलाई ऋग्वेद र सामवेदको बारेमा त्यति थाहा छैन होइन, त्यति त्यसरी गहिरो छ स्टडी गरेको छैन, सरस्वती मात्रै हो। तर यजुर्वेदको चाहिँ जति पनि प्लान्ट स्पेसिस आउँछ त्यो सबै चाहिँ कास्की जिल्लाको पेरिफेरीमा छ यजुर्वेद है। त्यो कतै इन्डियातिर बनाए हुन्छ कुनै हालतमा होइन। अनि तैत्तिरीय संहिता जुन छ नेपालकै हो, अष्टावक्र गीता नेपालकै हो है, अनि त्यो नेपालकै हो। अब नेपालको फेन्सुई भन्छ, लिक्वानिउले फेन्सुई भने फिक्सियस कुरा अर्थी भनेको छ है, फिक्सियस कुरा अर्थी भनेको छ। तर फेन्सुई भने हावा र पानी होइन, वास्तु हो, वास्तुशास्त्रको कुरा होइन। तपाईँलाई एउटा वर्डको एउटा ट्राइबल कुरा गरौँ भनेर मैले सम्झेर मैले एउटा ट्राइबल कुरा गरौँ भनेर कि तपाईँहरू युरोपतिर जाँदाखेरि कतै पुरानो चर्चमा पस्नु भएको छ भने त्यहाँ चाहिँ चर्चमा ग्रेभ पनि हुन्छ। ग्रेभमा चाहिँ पुरा रेगालियावाला नोबलहरूको, किङ क्विनको, नाइटहरूको चाहिँ हस्बेन्ड वाइफ त्यही पोसाकमा सुतेको मूर्ति हुन्छ, सुतिरहेको मूर्ति हुन्छ। त्यसलाई सेपल्चर भन्छौँ होइन, सेपल्चर भन्छौँ। सेपल्चरको जर्मनमा खोजे पनि, फ्रेन्चमा खोजे पनि, ग्रिकमा, इङ्ग्लिसमा जेमा खोजे पनि है, जेमा खोजे पनि तपाईँको चाहिँ अर्लिएस्ट त्यसको मेन्सन भनेको फ्रेन्च वर्ड 13औं शताब्दीको हो। तर सेपल्चरको इटिमोलोजी नै उनीहरूको आजसम्म मलाई थाहा छैन सेपल्चरको इटिमोलोजी के हो है। मैले के बुझेको छु भने पछाडि भइरहेको बेताल जुन छ, बेताल सब पाञ्चाली तिनीहरूले 700 वर्ष अगाडि नै हेरेर गएर सेपल्चर बनाएको छ। त्यो बेताल जुन अगाडि सुतिरहेको छ, अहिले भलगाली पनि तपाईँ देख्नुहुन्छ होइन, भलगाली पनि देख्नुहुन्छ, माथि मैदान देख्नुहुन्छ है, लगाएको छ। हामी यहाँ के बुझ्यौँ, पादरी फलानु मल्लको बेलामा आयो भनेर भन्छौँ। उनीहरू पहिलो दिन आइसके अघि, पहिलो दिन आइसक्यो। बागलुङको म्याग्दीको पाठको महाभारतको सभा पर्वको प्रसङ्गहरू त होमरको स्टोरीमै आउँछ है। होमरको इलियड ओडिसीको खोज्न गयो भने त्यसैमा आउँछ। अनि त्यो जुन दिशामा टाउको र खुट्टा फर्काएर पछाडिको बेताल बसेको छ, मैदेवीको र भद्रकालीको बेतालको दिशा मिल्दैन है। त्यो हाम्रो चाहिँ ओरिजिनल चाहिँ त्यो बेतालको दिशा त्यो पछाडिको, यो दुइटै इम्पोर्टेन्ट हो है। दिशा भिडाएर एकपल्ट हेर्नुभयो भने मिल्दैन है। त्यसैले गर्न पर्ने कुराहरू धेरै कुराहरू छ, मलाई धेरै कुरा लागेको छ। तर अहिले यस्तो यो भइरहेको कुराले यो स्पिरिट चाहिँ अलिकति लो मुहारमा चलिरहेको हुनाले गर्ने नगर्ने, फरक काम गर्ने नगर्ने, के गर्ने कसो गर्ने भन्ने छ। तपाईँहरूको उत्साह पाइरह्यो भइरह्यो भने होइन, भइरह्यो भने चाहिँ भविष्यमा हेरौँ के हुन्छ। अहिले यति नै हो।